म स्पष्ट गर्न चाहन्छु भनेदेखिलाई मैले राजा ज्ञानलाई मैले भनेकै हो सरकारबाट जे हुकुम हुन्छ मन तयार छु तर प्रजाको खिलाफमा म कुनै हालतमा म सहमत छैन म प्रजाको खिलाफमा कुनै हालतमा कसैलाई मान्दिनँ मैले प्रजाले मेरो आदर्श हो त्यस कारण म कुनै हालतमा सरकारसँग सोधन गर्न सक्दिनँ मैले भनेकै हो त्यसपछि राजाले मलाई चाहिँ जेलमा हाल्यो शाही आयोग गठन गरेर जेल हाल्यो भयो तर अझ न्यायालयले समझदारले मलाई वास्तवमा जिताएको हो त्यस कारण मेरो न्यायालयका प्रति अटुट विश्वास मेरो के भने विद्यार्थी बेलादेखि नै चाहे संस्था नियन्त्रण हो चाहे जसको जेल छुँदाखेरि पनि अदालतबाट हामीले पाएको अहिले पनि मलाई विश्वास छ अदालतबाट हामी पाउँछौँ अरू कुरा एउटा के स्पष्ट गर्न चाहन्छु भनेदेखि राजाको विषयमा कुरा आइदिन्छ यहाँ मैले भनेकै हो सरकार प्रजाको खिलाफमा जान सक्दैन राजाले मलाई थोलेको हो अब अहिले पनि राजा ल्याएर बैठेर राजा हुन्छ आएको हुन्छ त्यस कारण कुरो के भनेदेखिलाई अहिले जो गणतन्त्र आएको छ नेपाली जनताको आएको गणतन्त्र हो गणतन्त्र वास्तव भन्यो भने गणतन्त्र ल्याउनेमा राजाको ठुलो हात छ भन्दैछु मेरो हुँदै होइन मैले त राजा सरकार प्रजाको खिलाफमा जान सक्दिनँ गणतन्त्र सरकार के चाहियो प्रजाको खिलाफ बेलायतको राजा कस्तो राम्रो छ संवैधानिक राजतन्त्र छ त्यहाँ कन्स्टिट्युसनल मोनार्की छ त्यस्तो राजा भएर बस्यो भन्दाखेरि उल्टा मलाई जिल्ला हालिदियो त्यस कारण चाहिँ कुरा के भनेको थियो यो चाहिँ के भने राजा भएर राजा जस्तो हुनुपर्छ भन्ने मेरो पहिलेको धारणा थियो त्यस कारण चाहिँ कन्स्टिट्युसनल मोनार्की राम्रो हो तर कन्स्टिट्युसनल मोनार्कीमा राजा कन्स्टिट्युसनल मोनार्क हुनु खोज्यो त म गरौँ के त्यस कारण चाहिँ यो कुरा चाहिँ भन्न चाहन्छु फेरि भन्न चाहन्छु त्यस कारण चाहिँ अहिलेको बेला यता साथीहरू आउनुभएको छ भोलिदेखि फेरि बन्द सत्र छ राको फेरि धेरै समय लिन चाहन्न बन्द सत्रमा म पनि निस्किँदा छ नि साथीको कुरा सुन्ने मेरो इच्छा छ म आउनेछु र म चाहिँ अवश्य नै यत्रो सङ्ख्यामा साथीहरू आउनुभयो मेरो उसमा एयरपोर्टदेखि मेरो स्वागतमा साथीहरू आउनुभयो भन्दाखेरि नेपाली दाजुभाइ दिदीबहिनीहरू पार्टीका साथीहरू मेरा प्रति सद्भावना छ भन्ने मलाई बडा छ मेरा प्रति माया छ भन्ने थाहा छ मलाई विद्यार्थी बेलादेखि लगेको मानिस हो त्यस कारण चाहिँ बिपी कोइराला गणेश मान सिंह कृष्ण भट्टराईले देखाएको बाटोमा हिँडिरहेको छु हिँड्नेछु कृष्ण प्रसाद कोइराला सबैले देखाएको बाटोमा हिँडेको व्यक्ति हो बलिगत उहाँहरूले देखाएको बाटो हामी अटल हुनुपर्ने छ नेपालको निम्ति राष्ट्रियता लोकतन्त्र समाजवाद आवश्यक छ यसका लागि सबै एक भएर हिँड्नुपर्छ भन्ने मेरो व्यक्त गर्दै बिदा हुन्छु धन्यवाद।